नेपाल प्रिमियर लिगको फाइनलको ढोका अब मात्रै एक खेल टाढा छ। लुम्बिनी लायन्स कि विराटनगर किङ्स, यी दुई टोलीमध्ये को पुग्ला त उपाधि भिडन्तमा। यो कुनै सामान्य खेल होइन, यो हो उपाधिका लागि अन्तिम दावेदारी। फाइनलमा पुग्नका लागि यो अन्तिम लडाई हो। सोच्नुस् त, यहाँ जसले हार्छ उसको यात्रा यहीँ सकियो, तर जित्नेले सिधै फाइनलमा आफ्नो ठाउँ पक्का गर्छ। मतलब दाउमा सबै कुरा छ र प्रेसर त अब कति होला अनुमान लगाउनुस्। ल अब हेरौँ यो महाभिडन्तको मञ्च। एकातिर छन् राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स, अनि अर्कोतिर स्टार बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्स। दुई ठूला कप्तान, दुई शक्तिशाली टोली र उपाधिका लागि यो अन्तिम मौका। यो खेल हुनेछ बिहीबार दिउँसो 4 बजे र जित्नेलाई पुरस्कार के त? पुरस्कार हो शनिबार हुने फाइनलको टिकट, जहाँ सुदूरपश्चिम रोयल्स पहिले नै कुरेर बसिरहेको छ। तर यहाँ एउटा निकै चाखलाग्दो कुरा छ। यी दुवै टोलीको लक्ष्य त एउटै हो, फाइनल पुग्ने। तर यहाँसम्म आइपुग्न उनीहरूले हिँडेको बाटो एकदमै फरक छ। कस्तो फरक? ल अलि नजिकबाटै हेरौँ न त। अब हेर्नुस् है, भिन्नता कति स्पष्ट छ। विराटनगर किङ्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नराम्रोसँग हार्यो 77 रनले। उनीहरू यो दोस्रो मौकाको लागि लड्दैछन्। अनि अर्कोतिर छ लुम्बिनी लायन्स, जो एलिमिनेटर जितेर एकदमै जितको लयमा छ, आत्मविश्वास पनि आकाशमा छ। भन्नुको मतलब यो भिडन्त भनेको पुनरागमन खोज्ने टिम र लयमा रहेको टिम बीचको हो। कुनै पनि खेलमा, खास गरी यस्तो ठूलो खेलमा, मनोविज्ञानले धेरै फरक पार्छ। अनि त्यसको लागि हामीले हेर्नुपर्छ यी दुई टोली लिग चरणमा भिड्दा के भएको थियो। त्यो नतिजाले आजको खेलमा पक्कै पनि केही न केही असर त पार्छ नै। हो, लुम्बिनी एकदमै उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ। किनभने लिग चरणमा उनीहरूले विराटनगरलाई हराइसकेका छन्। उनीहरूलाई थाहा छ कि यो बलियो टिमलाई जित्न सकिन्छ, र यही आत्मविश्वास सायद उनीहरूको सबैभन्दा ठूलो हतियार पनि हो। त्यो लिग चरणको खेलको कुरा गर्दा कथा सुरु भएको थियो विराटनगरको ब्याटिङबाट। उनीहरूले पहिले ब्याटिङ गरेर 145 रनको टार्गेट दिएका थिए। अब टी20मा 145 भनेको नराम्रो स्कोर त पक्कै होइन, एक किसिमले चुनौतीपूर्ण नै मानिन्छ। तर लुम्बिनीले त्यो लक्ष्यलाई खासै गाह्रो मानेन। उनीहरूले 5 विकेटले जिते, त्यो पनि 2 ओभरभन्दा बढी बल बाँकी छँदै। यो जितले के देखायो भने उनीहरू विराटनगरको बलिङ अट्याकलाई राम्रोसँग खेल्न सक्छन्। ल, टिमको कुरा त भयो, अब अलिकति खेलाडीहरूतिर लागौँ होइन त? किनभने यस्तो खेलहरूमा केही खेलाडीको प्रदर्शनले नै पुरै खेलको नक्सा बदल्न सक्छ। यो व्यक्तिगत भिडन्त पनि हो। र यो व्यक्तिगत भिडन्तको केन्द्रमा छन् दुई कप्तान। एकातिर राष्ट्रिय टिमलाई नै नेतृत्व गरिरहेका रोहित कुमार पौडेलको रणनीतिक दिमाग, अनि अर्कोतिर विश्वमै नाम कमाएका बलर र चतुर कप्तान सन्दीप लामिछाने। साथै यो खेलमा दुवैको कप्तानीको पनि ठूलो परीक्षा हुनेछ। अब मैदानभित्रका केही मुख्य ब्याटलहरू हेरौँ। बलिङमा विराटनगरका सन्दीप लामिछानेको अनुभवको अगाडि लुम्बिनीका युवा शेर मल्लको जोस कस्तो चल्छ, यो हेर्न लायक हुनेछ। त्यस्तै ब्याटिङमा विराटनगरका पावर हिटरहरू मार्टिन गप्टिल र फापलाई रोक्नु लुम्बिनीको लागि ठूलो टाउको दुखाइ बन्न सक्छ। र लुम्बिनीको ब्याटिङको जिम्मा त कप्तान रोहित पौडेलकै काँधमा हुनेछ। ल, अब हामी लगभग यो विश्लेषणको अन्त्यमा आइपुग्यौँ। हामीले रणनीति, पुरानो नतिजा, खेलाडीहरू सबैको कुरा गर्यौँ। तर यी सबै कुराहरूलाई एकै ठाउँमा राख्दा एउटै प्रश्न उभिन्छ। आखिर शनिबारको फाइनल खेल्ने को हो त? के रोहितको लुम्बिनीले आफ्नो जितको यात्रालाई निरन्तरता दिँदै फाइनलमा ठाउँ बनाउला, या सन्दीपको विराटनगरले त्यो पहिलो क्वालिफायरको हारलाई बिर्सेर एउटा दमदार पुनरागमन गर्दै उपाधि भिडन्तका लागि अघि बढ्ला? यो प्रश्नको जवाफ त अब खेलको मैदानले नै दिनेछ।